Hello and welcome to yet another episode of Let's Talk Murder. म अलि दिन गायब भएको थिएँ किनकि मेरो घरमा मेरो सेकेन्ड छोरीको बर्थ भएको थियो। त्यही भएर म अब त्यतातिर लाइफतिर बिजी थिएँ अनि आफ्नो बुक पनि लेख्दै थिएँ, एउटा फिक्सन बुक। हेरौँ कुनै दिन मार्केटमा आउँछ होला। अरू के छ नयाँ? ए अनि साँच्ची मैले स्क्विड गेम सिजन 3 पनि हेरेर सिद्ध्याएँ। नयाँ बेबी हुँदाखेरि त्यो स्क्विड गेम हेरेपछि अब किनकि त्यहाँनिर अब बेबीलाई देखाएको छ नि त, त्यो बेबी हेर्दाखेरि चाहिँ एकदमै त्यो क्वेसन्सहरू धेरै हुने रहेछ कि। एक त त्यो 30 मिनटको गेमको मिड वेमा त्यो केटीको वाटर ब्रेक भएको देखायो, त्यसपछि 2 मिनटभित्र बच्चाको डेलिभरी पनि भयो, निस्कियो पनि, अनि त्यसपछि अझै गेम बाँकी नै थियो होइन। अनि अब बच्चा जन्मिसकेको छ, बच्चा जन्मिसकेपछि कसले खुवाइरहेछ, खुवाइ त रहेछ आफ्नै बच्चालाई 15 मिनट आधी घन्टा 1 घन्टैसम्म डकार गराउन टाइम लाग्छ। त्यहाँ डकार कसले गराइरहेछ त्यो बच्चालाई, त्यो डाइपर चेन्ज कसले गराइरहेछ होइन। 2-2 घन्टामा खुवाउनुपर्छ, डाइपर चेन्ज गरिदिनुपर्छ, फेरि कुन बेला हाँची गर्ने हो त्यो हाँची पुछिदिनुपर्छ। कसले गराइरहेछ? यहाँ त मान्छेहरू त रातभरि सुतेको जस्तो देखाइरहेछ है। एकचोटि पुरै त्यो पुरा फिस्ट हुँदाखेरि त्यो काम गर्नेहरूले, त्यो मास्कवाला मान्छेहरूले त्यो बच्चालाई खुवाएको एकचोटि देखाएको थियो कि त्यो मास्कवाला मान्छेहरूले नै लगिरहेछन्, बच्चालाई खुवाइरहेछन्, रातभरि फिड गरिरहेछन् कि के गरिरहेछन् त, त्यो कसरी चाहिँ देखाइरहेछ, त्यो बच्चा किन रोइरहेको छैन भन्ने चाहिँ त्यहाँनिर त्यो बच्चा देखाउँदाखेरि त्यो किन वाइयात देखाइरहेछ यिनीहरूले जस्तो लाग्दो रहेछ। तर पनि ठिकै थियो। अब स्क्विड गेम सिजन 1 मै सबै त्यो नौलो फर्स्ट टाइम भएर नौलो लागेको थियो। त्यसपछि अब के नै देखाउँछ र, नयाँ त्यही नै गेमहरू देखाउनु पर्ने हो। नयाँ नयाँ गेम देखाउँछ होला, अलिक खत्रै देखाउँछ होला भनेको। लास्टको गेम त्यस्तो खतरा चाहिँ थिएन कि, अरू केही गेम पनि देखाउन सक्थ्यो, त्यो माथिबाट हाम फाल्ने मात्रै चाहिँ भएन, अलि इन्टेन्स देखाउन सक्थ्यो। त्यही हो, यस्तै कुराहरू छन्। अनि अब हाम्रो एपिसोडतिर जाउँ। आज चाहिँ हाम्रो एउटा लभ स्टोरी छ, लभ स्टोरी मर्डर। यो चाहिँ टालाहासी फ्लोरिडामा भएको हो। 2000 को मर्डर हो, तर यो धेरै नै वर्षपछि मात्रै सल्भ भएको थियो। सो लेट्स गो इन्टु आवर टुडेज एपिसोड। लेट्स टक मर्डर, द मर्डर अफ माइक विलियम्स। सो माइक, सुरुमा हामी माइकको कुरा गर्दा हामी उसको स्कुल, हाई स्कुलकोतिर जानुपर्छ। उनीहरू माइक, उसको वाइफ अनि उसको 2टा साथीहरू हुन्छन्, मिल्ने 4जना हुन्छन् साथी। त्यो साथीहरू एउटा क्रिस्चियन हाई स्कुलमा पढेका हुन्छन्, त्यहाँबाट ग्रेजुएट भएका हुन्छन् र उनीहरू सबै नै उनीहरूको ग्रुपको मान्छे डिभाउट क्रिस्चियन हुन्छन्। माइक एकदमै मेहनती मान्छे हुन्छ, ग्रेड्सहरूमा पनि राम्रो, अनि उसलाई चाहिँ ग्रेड राम्रो निकाल्नुपर्छ, काम गर्नुपर्छ, काम गरेर एकदम मेहनत मर्ने गरी काम गरेर आफ्नो फ्यामिलीको लागि प्रोभाइड गर्नुपर्छ भन्ने खालको त्यो थट भएको मान्छे हुन्छ। उसको गर्लफ्रेन्ड त्यति बेलाको नाम हुन्छ उसको डेनिस, र उसको गर्लफ्रेन्ड डेनिस हुन्छ, उसको बेस्ट फ्रेन्ड ब्रायन हुन्छ, अनि ब्रायनको गर्लफ्रेन्ड क्याथी हुन्छ। यिनीहरू 4जना चाहिँ हाई स्कुलदेखिका नै लभरहरू हुन्छन्। र हाई स्कुल सकिएपछि यिनीहरूले आफ्नो कपालमा यिनीहरूले आफ्नो गर्लफ्रेन्डसँग बिहा गर्छन्। माइकको डेनिससँग बिहा हुन्छ र यिनीहरूलाई देख्ने हरेक मान्छेले चाहिँ यो जोडी एकदमै नै राम्रो, यिनीहरूको बिच केही प्रब्लम देखिने नै हुँदैन होइन। यिनीहरूको एकदमै स्मुथली गइरहेको हुन्छ र डेनिसले पनि माइकले कति मेहनत गरिरहेको छ आफ्नो उनीहरूको लाइफ सजिलो बनाउनुको लागि भनेर उसले देखिरहेकी हुन्छ। र डेनिस पनि एकदमै नै भित्रबाट नै एकदम डिभाउट क्रिस्चियन हुन्छ। उसलाई एकदम राइट र रङको स्ट्रङ सेन्स हुन्छ होइन। गडले पनिस गर्छ भन्ने उसलाई भित्रदेखि नै परेको हुन्छ। त्यही भएर यिनीहरू एकदमै मिलेको कपाल हुन्छन्। यिनीहरूको छोरी पनि हुन्छ एउटा, एन्सली भन्ने। अनि एन्सली जन्मिसकेपछि माइक झनै काममा एकदम व्यस्त हुन थाल्छ। एउटा मोर्टगेज कम्पनीको लागि इन्सपेक्सन गर्ने मान्छे हुन्छ क्या, र चाहिँ उस मोर्टगेज कम्पनीकै केही काम हुन्छ। अनि उसले चाहिँ आफ्नो रेगुलर कामभन्दा पनि एक्स्ट्रा काम पनि आफूले जिम्मेवारी लिने, अनि एकदमै
ढिला ढिलासँग काम गर्ने, उसले घरमा पनि अफिस बनाएको हुन्छ अनि घरमा अफिस बनाउने अनि साइडमा त्यो बेबीलाई बााउन्सरमा राखेर बेबीलाई हल्लाउँदै काम चाहिँ गरिराख्ने त्यस्तो हुने हुन्छ। र यिनीहरूको एनिभर्सरी आउन आँटेको हुन्छ र एनिभर्सरीको दिन बिहान माइक उठ्छ अनि त्यसपछि उसले भन्छ कि म डक हन्टिङ गर्न ब्रायनसँग जाँदैछु भनेर भनेको हुन्छ। त्यसपछि ब्रायनको फोन आउँछ अनि ब्रायनले चाहिँ क्यान्सल गरेँ मैले, म जान पाउँदिनँ आज भनेर उसले फोन गर्छ र क्यान्सल गर्छ डक हन्टिङ। तर माइक चाहिँ एकदमै प्यासनेट हुन्छ डक हन्ट गर्नको लागि अनि ऊ चाहिँ निस्किन्छ र आफ्नो ट्रक लिएर त्यो टाइममा जान्छ। उनीहरूले साँझमा रिजर्भेसन गरेका हुन्छन् माइक र डेनिसले एनिभर्सरी मनाउनको लागि भनेर रेस्टुरेन्टमा बुक गरेका हुन्छन् र मजाले आफूले एनिभर्सरी डेटमा जाने प्लान गरेका हुन्छन्। तर दिउँसो भइसक्दासम्म माइक फर्किँदैन। डेनिसले फोन गर्छ ब्रायनलाई पनि उसको पत्तो हुँदैन। धेरै ठाउँ फोन गरिसक्दाखेरि पनि माइकको पत्तो नलागेपछि उसले पुलिसलाई फोन गर्छ। पुलिसलाई फोन गरेर हाम्रो एनिभर्सरीको दिन हो तर ऊ अहिलेसम्म आएको छैन, केही भयो कि ऊ डक हन्टिङ गर्न लेकमा गएको, लेक सेमिनोली भन्ने हुन्छ त्यहाँ गएको हुन्छ ऊ डक हन्टिङ गर्नको लागि, त्यहाँनिर गएको छ त्यो लेकमा एकपल्ट चेक गरिदिनु भनेर उसले पुलिसलाई पनि भन्छ। पुलिस गाडी लिएर आफ्नो क्रुजर लिएर जान्छन्, लेकमा चेक गर्छन् र लेकमा पार्किङ गरिराखेको अवस्थामा उसको गाडी चाहिँ भेटिन्छ होइन। तर उसको बोट चाहिँ हुँदैन, उनीहरूले लेकमा बोट भेट्टाउँदैनन्। त्यसपछि उनीहरूले जङ्गलको छेउछाउ आसपासमा खोज्छन् ओर्छन्, कहीँ पनि भेट्दैनन् र लेकमा केही फ्लोट भइरहेछ कि केही भइरहेछ कि भनेर उनीहरूले रातभरि त्यहाँनिर टिम लगाएर लेकभरि खोज्न स्टार्ट गर्छन् होइन। तर राति एकदमै नै चिसो बढ्न थाल्छ अनि त्यसपछि हावाहुरी पनि आउन थाल्छ अनि आँधी आउन थालेपछि उनीहरूले त्यो सर्चलाई कल अफ गरिदिन्छन् पुलिसले, एकदमै नै खोज्नै नसकिने त्यस्तो आँधीहुरी आउन थाल्छ। त्यसपछि उनीहरूले भोलिपल्ट फेरि सर्च रिज्युम गर्छन् होइन। तर उनीहरूले भोलि पनि नभेट्टाएपछि चाहिँ उनीहरूले चाहिँ अनि अब आफ्नो आशा मार्न थालेका हुन्छन्। त्यसपछि लेकभित्र खोज्दै जान्छन्, मान्छेहरू बोलाइन्छ लामो लामो त्यो लट्ठी लिएर होइन। अनि लेकमा त्यो तल ग्राउन्डसम्म पुग्ने गरी घोस्दै हेर्दै कहीँ तलबाट केही आउँछ कि भनेर हेर्दै, त्यो लेकमा चाहिँ एकदमै गोहीहरू घडियालहरू एकदमै धेरै हुने लेक हुन्छ। एक त फ्लोरिडामा यसै पनि गोहीहरू धेरै हुन्छ होइन। त्यही भएर उनीहरूले चाहिँ एकदम केयरफुल्ली हेरिराखेका हुन्छन् होइन। अनि त्यसपछि उनीहरूले माइकको बोट भेट्टाउँछन्, एउटा कुनामा झाडीमा बसिराखेको हुन्छ। उसको बोट र उसको गाडी त्यहीँनिर देखेको थाहा पाउने बित्तिकै पुलिसले अब ऊ त त्यही नै छ भन्ने जस्तो हुन्छ पुलिसलाई। तर अब वेदर यस्तो एक्सट्रिम हुन्छ कि यस्तो चिसो भइसकेको हुन्छ, यस्तो आँधी आइसकेको हुन्छ कि कुनै पनि मान्छे त्यहाँनिर त्यस्तो वेदरमा हिँडेर या हराएको अवस्था छ भने, जङ्गलमा हराएको अवस्था छ भने त्यहाँनिर बाँच्न सक्ने अवस्था चाहिँ हुँदैन भनेर पुलिसले विचार गरिसकेको हुन्छ। अब पुलिसले केही दिन गइसकेपछि मान्छेलाई भेट्टाउने भन्दा पनि, हराएको मान्छेलाई भेट्टाउने भन्दा पनि अब लास कसरी भेट्टाउने भन्ने चाहिँ उनीहरूको इन्भेस्टिगेसन त्यतातिर जान्छ। त्यसपछि उनीहरूले लेकमा लास खोज्न थाल्छन् या उसको केही चिजहरू भेटिन्छ कि कुनै अवशेषहरू भेटिन्छ कि भनेर त्यो खोज्न थाल्छन् उनीहरूले र तर उनीहरूले केही पनि भेट्टाउँदैनन् है। अनि त्यसपछि उनीहरूले अब कन्क्लुजन निकाल्छन् कि त्यो लेकमा एकदमै नै धेरै क्रोकोडाइल एलिगेटरहरू भएको हुनाले, बाइ द वे क्रोकोडाइल र एलिगेटरमा के फरक छ गुगल गर्दा थाहा हुन्छ होइन। त्यही चुच्चो मात्रै, एउटाको अर्कै हो, अर्कोको अर्कै खालको चुच्चो हुन्छ। एलिगेटरको चाहिँ अलिक पोइन्टी चुच्चो हुन्छ क्या र होइन, त्यही डिफ्रेन्स हो, अरू केही छ डिफ्रेन्स? सो बेसिकली त्यो चिजहरू चाहिँ गोही भनौँ न, गोही त्यो लेकमा धेरै हुन्छ होइन। अनि अब उनीहरूले चाहिँ ल गोहीले खायो यसलाई भन्ने त्यो कन्क्लुजनमा पुग्छन्। तर अब गोहीले नै खायो भने पनि अरू केही बाँकी त हुन्छ, गोहीले कप्ल्याक कुप्लुक्कै निली नै त दिएन होला भनेर सोच्छन् उनीहरूले पनि होइन।
तर अब बाँकी रहेको सामानहरू बाँकी रहेको अब उसको अवशेष चाहिँ अरू माछा साछा यताउताले अरू सानोतिनो जन्तु जीव जन्तुले खाइदियो भन्ने हुन्छ उनीहरूलाई। अनि त्यसपछि उनीहरूले चाहिँ त्यो केस त्यही भनेर क्लोज गरिदिन्छन् त्यहाँनेरि। माइक विलियम्स भनेको यो मान्छे त्यो एक्सिडेन्टमा परेर त्यहाँ डुब्यो र एलिगेटरहरूले खाए र त्यो अनुसार उसको मृत्यु भयो भनेर भनेको हुन्छ। तर माइकको आमालाई भने उसलाई यो एक्सप्लेनेसनले उसलाई यो एक्सप्लेनेसन मन परिरहेको हुँदैन है। उसलाई आफ्नो छोरो मर्यो भन्ने लागेकै हुँदैन। उसलाई चाहिँ आफ्नो छोरोलाई कसैले किडन्याप गरेको छ भन्ने लागिरहेको हुन्छ, किनकि उसको लास भेटिएको छैन होइन। उसले त्यो दिन अगाडिसम्म एकदमै नै नर्मल थियो सबैसँग, उसको वाइफसँग पनि उसँग पनि होइन, सबैसँग कुरा गर्नेसँग। अनि एनिभर्सरीको लागि बुक गरेको थियो होइन। ऊ अब सुसाइड गर्ने त मान्छे नै होइन, किनकि फ्युचरको प्लान गरिरहेको छ। त्यस्तो काम गरेर आफ्नो फ्युचर बनाउँछु भनेर दिनरात मेहनत गरेर सेभिङ्स, आफ्नो फ्यामिलीको लागि सेभिङ्स राखेर बसेको मान्छेले उसले सुसाइड गर्ने त कुरै आएन। अनि त्यसपछि एक्सिडेन्ट हुनको लागि ऊ त्यस्तो कच्चा खेलाडी पनि होइन होइन। गइराख्ने त्यहाँनिर डग हन्टिङको लागि लाइसेन्स लिएर बकाइदा एकदमै नै प्रोफेसनल डग हन्टरै जस्तो एकदम राम्रो नै हुन्छ ऊ होइन। त्यस्तो हेलचेक्राइ गर्ने मान्छे हुँदैन। अनि उनलाई चाहिँ उसको माइकको आमा सेरिललाई चाहिँ के लाग्छ भन्दाखेरि उसको कसैले अपहरण गर्यो, कसैले किडन्याप गर्यो र ऊ चाहिँ अहिले हराइरहेको छ भन्ने हुन्छ। अर्को मनले चाहिँ उसलाई यो भाग्यो भन्ने जस्तो पनि लागेको हुन्छ। उसले चाहिँ सबै चिज छोडेर भागेको छ, अर्को कतै गएको छ होइन। अनि यसले केही नराम्रो काम गरेको छ, लाजमर्दो काम गरेको छ, त्यही भएर यसले कसैसँग सम्पर्क गरेको छैन भन्ने पनि उसलाई एक मनले लागिराखेको हुन्छ। उसले पुलिसलाई चाहिँ घचघच्याइ हुन्छन्, खोज खोज अझै खोज अझै खोज भनेर घचघच्याइराखेकी हुन्छन् है। अनि त्यसपछि यता उसको वाइफ डेनिसलाई भने अब फाइनेन्सियली अप्ठ्यारो पर्न थाल्छ होइन। एकजना मात्रै हुन्छ काम गर्ने उसको घरमा, अनि त्यसपछि घरमा पैसा ल्याउने, अनि त्यसपछि उसलाई फाइनेन्सियली डिफिकल्ट हुन थाल्छ। त्यसपछि उसको छिमेकका मान्छेहरूले उसको सासूले पनि हेल्प गरेर उसलाई जे होस् हेल्प गर्छन् होइन। अनि तर त्यसले त्यो हेल्पले मात्रै त चल्दैन। अनि उनी के गर्छिन् भन्दा उनी पुलिस अफिसमा जान्छन् होइन। अनि पुलिस अफिसमा गएर चाहिँ मलाई माइकको डेथ सर्टिफिकेट, ऊ डेड भएको सर्टिफिकेट चाहिँ दे भनेर उनले पुलिसलाई भन्छन् होइन। नर्मली मान्छेको लास कति वर्ष त्यति बेला सायद आई थिङ्क 3 वर्ष थियो होइन। जे होस् सर्टेन इयर्ससम्म भेटिएन भनेदेखि मात्रै मान्छेलाई मृत घोषित गरिने हुन्छ होइन। त्यति छिट्टै लास नभेटेको मान्छेलाई मृत घोषित गरिने कुनै कारण हुँदैन। अनि त्यसपछि पुलिसले पनि उनलाई हामी बुझ्छौँ तिम्रो कुरा, तिमीलाई अप्ठ्यारो भइरहेको छ होइन। अनि उसको यदि अब मृत घोषित गरिदियो भने उसलाई, अनि उसको इन्सुरेन्सको पनि पैसा आउँछ नि त, केस ओपन छ भनेर भनिसकेपछि त इन्सुरेन्सले पनि पैसा दिँदैन। अनि त्यसपछि पोलिसीको, लाइफ इन्सुरेन्स पोलिसीको पैसा आउँदैन होइन। अनि त्यसपछि पुलिसले त्यस्तो भन्छन्, तर हामी ट्राई गर्छौँ भनेर भन्छन् पुलिसले है। त्यो भनेकै केही दिन यताउता चाहिँ पुलिसले त्यो लेकमा एउटा लुगा भेट्टाउँछ। लुगा भनेको चाहिँ वेडर्स, त्यो ट्युनिक जस्तो हुँदैन, ओभरअल जस्तो तल प्यान्ट, अनि त्यसपछि माथिसम्म गएको त्यो हुक गरेर लाउने त्यो प्यान्ट, सस्पेन्डर्स भएको टाइपको प्यान्ट हुँदैन, वेडर्स फिसिङ गर्दाखेरि लाउँछन्। र त्यस्तो वेडर्स भेट्टाउँछ पुलिसले। अनि त्यो भित्र पकेटमा, त्यसको पकेटमा फिसिङ लाइसेन्स पनि हुन्छ र त्यो फिसिङ लाइसेन्स चाहिँ माइकको हुन्छ। अनि त्यसपछि पुलिसलाई चाहिँ अब कन्फर्मेसन हुन्छ कि ल त्यो लेकमा माइक डुबेकै थियो, ऊ नै डुबेको हो, र उसको लुगा पनि बाहिर आइसक्यो भनेपछि चाहिँ उसलाई यो गोहीहरूले खाएकै हो भनेर उसले चाहिँ पुलिसले डेथ सर्टिफिकेट उसको निकालिदिन्छ, उसलाई मृत घोषित गरिन्छ। अनि त्यसपछि डेनिसले त्यो डेथ सर्टिफिकेट पाउने बित्तिकै उनले गएर इन्सुरेन्सलाई दिन्छन् र इन्सुरेन्सले उनलाई त्यो पैसा दिन्छ। इन्सुरेन्सको अलमोस्ट $2 million को लाइफ इन्सुरेन्स पोलिसी हुन्छ उसको। यो कथा अब कता लाग्दैछ भनेर सायद तपाईँहरू गेस गर्न सक्नुहुन्छ होला, बट त्यही पनि ल अगाडि बढ्दै जाउँ होइन।
उनीसँग त्यो पैसा आउँछ होइन, अनि त्यसपछि उनको लाइफस्टाइल अलि चेन्ज हुन थाल्छ होइन। तर उनी एकदमै नै निकै दुब्लाउँदै दुब्लाउँदै जान्छन् डेनिस, उसको वाइफ है। अनि उसको वाइफको बारेमा उसको सासूसँग पुलिसले कुरा त गरेका हुन्छन् नि त, के थियो उनीहरूको सम्बन्ध भनेर। सासूसँग कुरा गर्दाखेरि पनि सासूले आफ्नो बुहारीलाई एकदमै नै राम्रो नै मान्थिन् है, उनको कुनै त्यस्तो गुनासो थिएन आफ्नो बुहारीको बारेमा, र त्यतातिर कुनै शङ्का पनि गर्ने कारण पनि थिएन है। सबै चिज राम्रै थियो, छेउछाउमा कसैले झगडा पनि सुनेको थिएन, कसैले उनीहरूको बिच भनाभन भएको, कुटपिट भएको, त्यस्तो डिस्टर्बेन्स भएको पनि कसैले सुनेको थिएन। एकदमै नै पर्फेक्ट फ्यामिली जस्तै थियो होइन। त्यही भएर उनीमाथि शङ्का लाग्नु चाहिँ त्यस्तो शङ्का लाग्ने कारण थिएन होइन। तर यो हुँदै जाँदा अब केस क्लोज भइसक्यो, उसलाई मारिसक्यो, मरेको घोषणा गरिसक्यो होइन। अनि अब तर यहाँ एकजना मान्छे जसलाई चाहिँ आफ्नो पुलिसको इन्भेस्टिगेसन र आफ्नो भित्रको फिलिङबाट चाहिँ उसलाई माइकको केस यति सजिलै क्लोज हुनु हुँदैन, क्लोज हुन सक्दैन, यो होइन, यो खासमा जे भनिरहेको छन् यिनीहरूले त्यो होइन भन्ने चाहिँ उसको आमालाई लागिरहेको थियो है, माइकको आमालाई। उनले गभर्नरलाई, पुलिसलाई दिनरात लेटर पठाई गर्छिन् है। उनले चाहिँ यसलाई रिओपन गर, यो केसलाई तैँले रिओपन गर, यो भएको छैन, यो जे तिमीहरूले जे कारण दिएर यो केस क्लोज गरेको हो त्यो चाहिँ भएको छैन भनेर उनले धेरै नै आग्रह गर्छिन्। तर सुनिँदैन, कसैले उसको कुरा सुन्दैनन् होइन। सबै त्यो गोइले खाएको भन्ने थ्योरीमा विश्वास गरेर बसिराखेका हुन्छन्। त्यसपछि सेरिलले एकजना प्रोफेसरलाई चिठी लेख्छिन्। प्रोफेसर चाहिँ त्यस्तै मरिन लाइफको बारेमा, त्यस्तै क्रिएचरहरूको बारेमा, गोहीहरूको क्रिएचरको बारेमा, गोही नै स्पेसिफिक त हुँदैन होइन, तर त्यस्तै क्रिएचरहरूको बारेमा, मरिन लाइफको बारेमा स्टडी गर्ने प्रोफेसर हुन्छन्। र उनलाई प्रोफेसरलाई उनले सोधेकी हुन्छन् कि कुनै गोहीले विन्टरको बेलामा, यो भनेको 2000 को इयर 2000 को डिसेम्बरको कुरा हो, र त्यस्तो डिसेम्बरको बेलामा गोहीले यो मान्छेलाई यसरी खान सक्छ कि सक्दैन, मान्छेलाई पुरै चपाएर खान, कुनै अवशेष नै बाँकी छोडेर खान सक्छ कि सक्दैन भनेर उनले सोधेकी हुन्छन् होइन। र उनको शङ्का गर्ने अर्को पनि एउटा कारण के हुन्छ भन्दाखेरि पुलिसले जब त्यो लुगा भेट्छ नि, लुगा वेडर्स उसको फ्लोट भइरहेको देख्छ नि, त्यो लुगामा कतै पनि एउटा प्वाल पनि हुँदैन, च्यातिएको केही पनि हुँदैन। ल यदि कोही गोही घडियाल कुनै पनि जनावरले खायो भने त्यो मान्छेले त्यो जनावरले लुगा खोलिदिएर सर्लक्क अनि त्यसपछि मान्छेको मासु मात्रै कपलक्क खाएन होला होइन, लुगामा पनि प्वाल त पर्नुपर्ने हो। तर उसको त्यो लुगामा चाहिँ प्वाल हुँदैन, र पुलिसले किन त्यो फ्याक्टलाई इग्नोर गर्यो भन्ने चाहिँ अब पुलिसले जानुहोस् है। लेजी पुलिसिङ होइन, उनीहरूको लागि एउटा केस क्लोज गर्ने एउटा बाहना थियो। अनि त्यसपछि अब सबुतहरू उनीहरूको अगाडि जे थियो त्यो उनीहरूले प्रस्तुत गरे, हतार क्लोज गरिदिए होइन लेजी। त्यो मरिन बायोलोजिस्टले के भनेको हुन्छ भन्दाखेरि यो गोहीले डिसेम्बरमा यिनीहरू डोर्मेन्ट हुन्छन्, त्यो बेला यिनीहरूले एट्याक गर्दैनन्, यिनीहरूले त्यो बेला मान्छेलाई त्यसरी मार्दैनन्। यो बेला एट्याक हुने चान्सेस एकदमै रेयर हुन्छ। तिम्रो छोरालाई गोहीले डिसेम्बरमा खान सक्ने चान्सेस एकदमै रेयर छ भनेर उसले भन्छ। त्यसपछि सेरिलले चाहिँ आफ्नो चर्चमा, जुन चर्चमा डेनिस र उनीसँगै जाने हुन्छन्, त्यो चर्चमा पनि मान्छेहरूलाई प्याम्पलेट बाँड्ने होइन, मेरो छोरोको हत्या भएको हो या मेरो छोरो हराएको हो तर पुलिसले राम्ररी इन्भेस्टिगेसन गरेनन्, तिमीहरू पनि आवाज उठाओ, तिमीहरू पनि मलाई सपोर्ट गर भनेर प्याम्पलेटहरू बाँड्ने ओर्ने यताउता कुराहरू गरिराख्ने हुन्छ होइन। एकदमै एक्टिभ हुन्छ, उसलाई चाहिँ एन्सर्स चाहिएको हुन्छ र पुलिसले दिएको एन्सर्स उसको लागि काफी हुँदैन। त्यति भइसकेपछि अब एकदमै डेनिसलाई चाहिँ एकदम त्यो गरेको मन पर्दैन है, उसले त्यो गरेको मन पर्दैन र उसले के पनि कुरा गरेकी हुन्छ आफ्नो सासूलाई भनेदेखि हामी मुभ अन हुन चाहँदैछौँ, हामी उसको डेथबाट मुभ अन हुन चाहँदैछौँ र तैँले यस्तो कुरा गरिराख्दाखेरि चाहिँ
छोरीको मनस्थितिमा एकदमै नराम्रो असर पर्छ, त्यही भएर तैँले यस्तो गर्न बन्द गरिदे, यदि गरिनस् भने म मेरो छोरीलाई तँबाट टाढै राख्नेछु भनेर उसले धम्की पनि दिएकी हुन्छे। यस्तो धम्की पाइसक्दा पनि सेरिलले भने आफूले गरिराखेको चिजहरू गर्न छोड्दिनन् होइन। उनले आफूले जति जे ठाउँ त्यो न्युज पुर्याउन सकिन्छ, अवेरनेस पुर्याउन सकिन्छ, उसले प्याम्पलेट पठाउने हुन्छ कि बोर्डहरूमा त्यो टाँसेर हुन्छ कि निकै नै खर्च गर्छिन्, चिठी पठाएर हुन्छ कि जे गर्ने हुन्छ उसले गर्छिन् होइन। तर उनको अबको चिठीहरूमा चाहिँ एउटा एक्स्ट्रा चिज उनले पुलिसलाई पठाउँदाखेरि के पनि पठाउँछन् भन्दाखेरि तिमीहरू सेरिलको बारे, सेरिल भन्न आउँछ वाइफ, उसको बुहारी डेनिसको बारेमा पनि गतिविधिहरू पनि यसो अलिकति ध्यान राख, मलाई उमाथि पनि शङ्का छ भनेर भन्न थालेकी हुन्छ। र यो स्टोरीको अर्को पाटोमा छ क्याथी र उसको बुढा ब्रायनको जोडी होइन। ब्रायन भनेको माइकको बेस्ट फ्रेन्ड, अनि क्याथी, माइक, ब्रायन, अनि त्यसपछि हाम्रो डेनिस, यिनीहरू चारजना भनेको हाई स्कुलदेखिकै एकदम मिल्ने यिनीहरू ग्रुप, एउटै ग्रुपका साथी। यिनीहरू पछि एडल्ट हुन्जेलसम्म बिहापछि पनि एकदमै नै क्लोज छन् होइन। सबै सधैँ एकदम डेली जस्तो नै कुरा हुन्छ। र ब्रायन र क्याथीको सम्बन्धमा चाहिँ अलिअलि नराम्रो अब एक्सपेक्टेसन्स, बिहाभन्दा अगाडिको एक्सपेक्टेसन्स र बिहापछिको एक्सपेक्टेसन्स मिट नभएर चाहिँ यिनीहरूको एकदम ब्रेक हुने अवस्थामा, बिहा ब्रेक हुने अवस्थामा पुगिराखेको हुन्छ होइन। अनि त्यसपछि ब्रायन र क्याथीले चाहिँ एकअर्कालाई छोड्ने निर्णय लिन्छन् होइन। ब्रायन चाहिँ कस्तो मान्छे हुन्छ, क्याथीको अनुसार र अरूको पनि अनुसार, पछि आएको रिपोर्टहरूको अनुसार भने ऊ चाहिँ शारीरिक सुखमा चाहिँ एकदमै नै तल्लीन मान्छे होइन। उसलाई जसरी पनि एडभेन्चर चाहियो बेडरुममा होइन। अनि त्यसपछि बिहा अगाडिको एडभेन्चर बिहा पछाडि नभएपछि उसले क्याथीलाई उनीहरूको सम्बन्ध बिग्रिँदै आएको हुन्छ होइन। उसले आफैले पनि कन्फेस गरेको छ कि ऊ शारीरिक सुखमा यति ध्यान दिने हुन्छ कि उसलाई त्यसको रोग नै लागेको छ भन्ने हिसाबले उसलाई एकैचोटि 2-3वटा केटी चाहिने त्यस्तो पनि हुने गरेको, बेला बेलामा क्रेभिङ आउने गरेको, त्यस्तो पनि उसलाई स्ट्रिप क्लबहरू गइराख्नुपर्ने, रेड लाइट एरियाहरूमा गइराख्नुपर्ने, त्यस्तो खालको कुराहरू उसले भनेको छ, उसलाई एडिक्सन भयो जस्तो भनेर। अब माइकको डेथ भएको 6 महिना लगभग पछि ब्रायन र डेनिसको चाहिँ हल्का अफेयर जस्तो पर्न थाल्छ होइन। अफेयर जस्तो किन भन्दाखेरि अन एन्ड अफ हुन्छ होइन। कहिलेकाहीँ उनीहरू सँगै भए जस्तो हुन्छन्, अनि कहिलेकाहीँ चाहिँ अब एकअर्का अरू नै मान्छेहरूसँग देखिने त्यस्तो पनि हुन्छ होइन। तर बिस्तारै चाहिँ यिनीहरूले आफूमा समझदारी मिलाएर चाहिँ उनीहरूले एकअर्कालाई भेट्टाउँछन् भनौँ न। डेनिस र ब्रायन त्यसपछि कपल हुन्छन्। अनि त्यसपछि माइक मरेको 5 वर्षपछि डेनिस र ब्रायनले विवाह गर्छन् है। सेरिललाई भने डेनिसले 6 महिनापछि ब्रायनलाई डेट गर्न थालेको देखेपछि उसलाई खासै त्यस्तो जेलसी यसले के गरेकी होला जस्तो लागेको थिएन, किनकि उसलाई जहिले पनि यङ मान्छे चाहिँ डेनिस, यसले मुभ अन हुनुपर्छ जस्तो लागेको थियो। र आफ्नो स्कुलको फ्रेन्डमा उसले त्यो सोलेस पाइ होइन, त्यो आफ्नो मनको कुरा राख्न पाइ, उसलाई चाहिएको ठाउँमा त्यो देखियो होइन, ब्रायन देखा पर्यो। त्यो कसैको लागि त्यो अचम्मको कुरा नै थिएन, किन भन्दाखेरि मान्छेलाई सबैभन्दा दुःख परेको बेला छेउमा जो हुन्छ उसँग नै बढी अट्याचमेन्ट हुनु त स्वाभाविकै हो होइन। अनि त्यसपछि माइक मरेपछि उसको वरिपरि जहिले पनि उसलाई केही परेको बेलामा, आपत परेको बेलामा चाहिने र गरिदिने मान्छे भनेको ब्रायन हुन्छ होइन। अनि त्यसपछि उसको चक्कर ब्रायनसँग पर्नु भनेको सबैको लागि नर्मल नै थियो। र क्याथीले एकचोटि यो माइक मर्नुभन्दा नै अगाडि एकपल्ट आफ्नो रुममा यसो खोज्दा ओर्दा चेक गर्दाखेरि मिस्टिक लेखेको एउटा लकेट भेटेकी हुन्छन्। र उनलाई त्यति बेला त्यो लकेट केही जस्तो लाग्दैन होइन, किन भन्दाखेरि उनको बेस्ट फ्रेन्डले आफू डेनिस
उनीहरू चाहिँ के गर्ने हुन्छन् भन्दाखेरि हाई स्कुल सकिसकेपछि उनीहरूलाई एकदम फ्री भएको थियो, किनकि फुल क्रिस्चियन स्कुलमा उनीहरू गएका हुन्छन् होइन। हाई स्कुल सकिएपछि उनीहरूलाई एकदम फ्रिडम भएपछि उनीहरूले चाहिँ चारैजना मिलेर ओर्जिजहरूमा जाने हुन्छन् होइन, अलि पर ठाउँमा। अनि त्यहाँ चाहिँ उसले डेनिसले आफूलाई मिस्टिक भनेर चिनाउने हुन्छन् होइन। अब त्यही बेलाको कुनै आइपऱ्यो होला भन्ने उसलाई लागेको हुन्छ है। अनि त्यसपछि अर्को एउटा डिटेल पनि के थाहा हुन्छ भन्दाखेरि माइक विलियम्सको त्यो लाइफ इन्सुरेन्स जुन हुन्छ, नर्मली मान्छेले आफूले कतिवटा लाइफ इन्सुरेन्स लिन्छ, आफूले एउटा मात्रै लाइफ इन्सुरेन्स लिन्छ नि होइन। माइक विलियम्सको तर 3वटा लाइफ इन्सुरेन्स हुन्छ है। अनि त्यसपछि 3वटा लाइफ इन्सुरेन्स उसलाई एउटा मान्छेले बेचेको हुन्छ र त्यो मान्छे हुन्छ ब्रायन। अब इन्सुरेन्स बेच्ने मान्छे र इन्सुरेन्सको पैसा पाउने मान्छे आफू बिहा गरेर बसेका छन् र जसको इन्सुरेन्स लिएको हो ऊ मरेको छ भनेपछि त्यहाँ केही त घपला चलिरहेको छ भनेर, अनि त्यसपछि सेरिलले त्यो एङ्गलबाट पनि त्यो उसको पैसा आउने बित्तिकै, त्यसपछि त्यो इन्सुरेन्सको 3-3वटा इन्सुरेन्स थियो भनेर थाहा पाउने बित्तिकै उसले चाहिँ सबै त्यो डिटेलहरू उसले पुलिसलाई दिएकी हुन्छन्, भनेकी हुन्छन्। र 3 वर्षपछि माइक विलियम्सको डेथ भएको 3 वर्षपछि चाहिँ यो केस फेरि रिओपन गरिन्छ होइन। अनि त्यति बेला पुलिसलाई चाहिँ के लागेको हुन्छ भन्दाखेरि माइकको डेथ कि त डेनिसले गरेको हो, कि त ब्रायनले गरेको हो, कि त दुवैजना मिलेर चाहिँ उसको मर्डर भएको हो उनीहरूलाई लागेको हुन्छ होइन। तर कुनै पनि सबुत नै हुँदैन के डेनिस र ब्रायनको होइन। माइकको डेथ अगाडि चक्कर चलेको थियो भनेर केही एउटा सबुतै हुँदैन कि। काहीँ भेटेका छन् भने काहीँ भेटाएको ठाउँ पनि छैन होइन, कुनै रिसिट पनि छैन, कसैले देखेको पनि छैन होइन। सहरभरिको मान्छे कसैले देखेको पनि छैन उनीहरूलाई सँगै कुनै होटलमा गएको माइकको डेथ अगाडि होइन। अनि त्यो अब सबै बेसलेस हुन जान्छ, किनकि अब जब उसको डेथ अगाडि उनीहरूको बिच केही नै चलेकै थिएन भनेदेखि उनीहरूले कसरी कन्सपायर गर्न सक्छन् त होइन। त्यही भएर उनीहरूले चाहिँ के भनेका थिए भन्दाखेरि यो दुईजना बिच यदि कसैले यो दुईजना बिच नै गरेको हो, एकदम हाई प्रोबेबिलिटी छ यो दुईजनाले मिलेर गरेको हो होइन। तर त्यो प्रुफ चाहिँ तब मात्रै हुन्छ जब यो दुईजनामा एकजनाले चाहिँ अर्को मान्छेको चुग्ली लगाउँछ भनेर पुलिसले त्यति बेला भनेका हुन्छन्। अब पालो एउटा लभ स्टोरीको, र यो लभ स्टोरी रहेको छ ब्रायन र डेनिसको। ब्रायन र डेनिसको लभ चाहिँ उसको माइकको र डेनिसको बच्चा जन्मिनुभन्दा अगाडिकै देखेको कुरा हुन्छ। माइक र उसको बच्चा जन्मिनुभन्दा अगाडि, तर उनीहरूको बिहे भएपछि नै यिनीहरू एकदमै क्लोज हुन्छन् होइन। अनि त्यो एट्र्याक्सन पहिलेदेखि नै हुन्छ यिनीहरूको बिचमा होइन, अनि त्यो टेन्सन। अनि अब उनीहरूलाई जब बच्चा हुन्छ, जब माइकले अझ धेरै कामहरू लिन थाल्छ, उसलाई चाहिँ अलिकति अब बाहिर गएर होइन अब अझै एक्सप्लोर गरौँ भन्ने जस्तो हुन्छ डेनिसलाई। अनि त्यसपछि त्यति बेला त्यस्तै चाहने मान्छे अर्को हुन्छ ब्रायन होइन। यिनीहरूको कुरो मिल्छ, अनि त्यसपछि यिनीहरू चाहिँ नाम चेन्ज गरेर त्यसपछि अर्को सहर जाने हुन्छन् है। अर्को सहर जाने हुन्छन्, त्यहाँनिर गएर भेट्ने हुन्छन् र यिनीहरूले यस्तो गरेका हुन्छन् भन्दाखेरि आफ्नो सिटीमा कहिले पनि सँगै देखा नै नपर्ने होइन, आफ्नो अनुहार छोपेर बस्ने। अनि त्यसपछि बाहिर गएर पनि त्यो छुट्टा छुट्टै कामले जाने क्या। दुइटै एकैचोटि गएका छन् भनेर कहिले कसैलाई पनि थाहा नै नहुने हिसाबले त्यसरी गएका हुन्छन् यिनीहरू। उनीहरूको सुरुमा चाहना भनेको चाहिँ ल हामीले यस्तो शारीरिक सुख पाउने नयाँ नयाँ तरिकाहरू एक्सप्लोर गरौँ न त होइन। अनि त्यसपछि फेरि चिट गरिराखेपछि उनीहरूलाई त्यो अब डरको केही चोरी गरिराखेको छु भन्दाखेरि त्यो अर्कै उनीहरूले भनेअनुसार चाहिँ त्यो अर्कै नै त्यो के भन्छन् त्यसलाई गर्नु नपर्ने चिज, त्यसमाथि दुइटै एकदमै डिभाउट क्रिस्चियन होइन। अनि त्यसमाथि गर्नु नपर्ने चिज गरिरहेछु र त्यो डेन्जरको फिलिङ हुँदाखेरि चाहिँ त्यसले झनै एकदमै एलिभेट गराइदिन्थ्यो उनीहरूको एक्सपिरियन्स पनि होइन।
त्यही हुनाले उनीहरूले चाहिँ अब त्यो कन्टिन्यू हुँदै गयो र हुँदै चाहिँ उनीहरू एकअर्कामाथि एकदमै नै एकअर्कालाई माया गर्न थाले होइन। तर डेनिस कस्तो स्वभावकी मान्छे थिइन् भनेदेखि उसले माया गरे पनि उनी चाहिँ आफ्नो धर्ममाथि एकदमै मान्ने होइन। अब धर्मलाई मान्ने भन्दा पनि अरूको अगाडि चाहिँ आफू धार्मिक छु भन्ने जस्तो त देखाउनु पर्ने भनौँ न। अब यो एउटा पाखण्डीपना भयो यो चाहिँ। अब चिट गर्ने अनि त्यसपछि म धर्म मान्छु भन्ने त अब धर्मले त चिट गर्न पाउँछस् भनेर भन्छ त भन्दैन होला होइन। अनि अब अरूको अगाडि चाहिँ अरूले हेर्दाखेरि चाहिँ आफू धर्म मान्छु भनेर देखाउनु पर्यो समाजमा भन्ने टाइपको सोचकी थिइन् भनौँ अब। अनि अब क्रिस्चियन धर्ममा चाहिँ डिभोर्सलाई राम्रो मान्दैन नि त, पाप हो नि त, डिभोर्स गर्नु हुँदैन भनेर भन्छ। अनि त्यसपछि उनी डिभोर्स चाहिँ गर्न नमान्ने होइन। कति ब्रायनले भन्छ उनलाई डिभोर्स गरौँ, डिभोर्स गरिदेऊ तिमी माइकलाई भनेर भन्छ, उसले सुन्दै नसुन्ने होइन। अनि त्यसपछि उनीहरूले कुराकानी गर्दाखेरि के भनेका हुन्छन् भन्दाखेरि यदि भगवान्ले चाहिँ उसलाई कुनै यस्तो एक्सिडेन्ट परोस् होइन, अनि त्यसपछि भगवान्ले चाहिँ उसलाई बच्न दिएन भने अनि त्यसपछि त आफै भगवान्ले नै हाम्रो जोडी छुट्याइदिए जस्तो हुन्थ्यो भनेर उसले भन्छन् कि डेनिसले। अनि त्यसपछि उनीहरूले अब निकै नै अगाडिदेखि कसरी चाहिँ अब भगवान्लाई यो गर्न लगाउने त अब भगवान्लाई कसैले हेल्प त गरिदिनु पर्यो यहाँ तलबाट होइन। अनि कसरी गर्ने त भन्ने उनीहरूले प्लान बनाइराखेका हुन्छन् है। अनि त्यसपछि एक दिन आउँछ होइन, अनि उनीहरूले ल होइन म त अब बस्न सक्दिनँ भन्ने जस्तो हुन्छ। उनीहरूको बिच माइक र डेनिसको बिच तनावको स्थिति सृजना हुन थालिसकेको हुन्छ घरमा। उनीहरूले पब्लिकली त नदेखाउने हुन्छन् होइन, तर उसलाई शङ्का लाग्न थालेको हुन्छ। उसको नयाँ एक्सपेन्डिचर, नयाँ एकदम खर्च गर्ने व्यवहारहरू उसले एकदमै खर्च गर्न थालेकी हुन्छन्। अनि हाम्रो ब्रायन भनेको चाहिँ अलि हुने खाने घरको हुन्छ, अलि धनी फ्यामिलीकै हुन्छ होइन। उसको बुवाको आफ्नै इन्सुरेन्सको बिजनेस हुन्छ, अनि उसले त्यही इन्सुरेन्सको एजेन्ट काम गरेर उसकै बाउको एजेन्सीको इन्सुरेन्सबाट बेच्ने हुन्छ इन्सुरेन्सहरू है। अनि त्यसपछि यिनीहरूले प्लान बनाउँछन् होइन, के गरौँ भने अब हामी त्यसै गरी म एक दिन उसलाई फिसिङ गर्नको लागि बोलाउँछु, फिसिङ होइन डक हन्टिङ गर्नको लागि बोलाउँछु। अनि त्यो हन्टिङ गर्दाखेरि चाहिँ एक्सिडेन्ट भइदियो र ऊ बच्न सकेन भने त तेरो पनि छुट्यो होइन, हामीले पनि त्यसपछि बिहा गर्न पायौँ भनेर भन्छ। अनि त्यसपछि उसले आफूले एलिबाईहरू राख्ने, कता के गर्ने भनेर सबै उसले ब्रायनले विचार गर्न थाल्छ, कसरी आफूलाई कभर गर्ने त्यो दिनको लागि, कहाँ छु भनेर पुरै स्टोरी बनाउने, कसरी बनाउने त्यो पुरै उसले त्यो गर्न थालिसकेको हुन्छ है। अनि त्यसपछि राति फोन गर्छ, अनि त्यसपछि ब्रायनले माइकलाई चाहिँ त आइज हामी भोलि डक हन्टिङ गर्न जाउँ, बिहानै जाउँ है भनेर भन्छ। अनि माइकले हुन्छ भनेर भन्छ होइन। अनि त्यसपछि बिहान भइसकेपछि चाहिँ डेनिसलाई फेरि एकदमै भित्र गिल्टी फिल हुन्छ होइन। अनि उसले त्यो दिन चाहिँ माइकलाई जानै दिँदिन है। अनि त्यो दिन अब माइक बाँच्छ। अनि त्यसको केही हप्तापछि उनीहरूको एनिभर्सरी हुन्छ, र त्यो एनिभर्सरी आउँदाखेरि चाहिँ उसलाई अब यो एनिभर्सरी त म काट्न सक्दिनँ यो मान्छेसँग जस्तो हुन्छ होइन। अनि त्यसपछि फेरि ब्रायनलाई उसले यो एनिभर्सरीको दिन गर्न सकिन्छ भन्ने जस्तो इन्डिकेसन दिन्छन्। अनि ब्रायनले ल यो एनिभर्सरीको दिन भोलि बिहानै है त म डक हन्टिङ गर्नको लागि बोलाउँछु भनेर भन्छ। अनि त्यसपछि हन्टिङको लागि उसले बोलाउँछ र माइक हन्टिङको लागि जान्छ। त्यसपछि ऊ फर्किँदैन। ब्रायन हन्टिङ गरेर गइसकेपछि, हन्टिङ गरेर जब फर्किन्छ उसले के भनेको हुन्छ भन्दा सुरुमा डेनिसलाई फेरि एकचोटि कल गर्छ, मैले हन्टिङ क्यान्सल गरेँ भनेर होइन। त्यो उसले म हन्टिङमा गएको थिइनँ भन्ने जस्तो बनाउने। त्यसपछि बिहान उसले ब्रायनले आफ्नो ससुरासँग चाहिँ स्केड्युल गरेको हुन्छ अर्कैतिर हन्टिङ जाने भनेर होइन। अनि तर उसले त्यो हन्टिङ पनि क्यान्सल गर्छ। अनि त्यसपछि दिउँसोखेर चाहिँ उनीहरूको, दिउँसो भन्दा पनि त्यस्तै 10-11 बजेतिर उनीहरूको फ्यामिली ग्यादरिङ हुन्छ। अनि उसले त्यो फ्यामिली ग्यादरिङमा चाहिँ आफ्नो बुढीलाई लिएर गएको हुन्छ होइन। र राति बिहान त अब बुढीले उठ्यो भने थाहा पाउँछ होइन।
अनि उसले चाहिँ त्यो बुढीले नथाहा पाओस् भन्नको लागि राति वाइन खाएर सुत्दाखेरि चाहिँ उसलाई अलि धेरै नै वाइन खुवाइदिएको हुन्छ अनि त्यसपछि सुत्ने औषधि हालिदिएको हुन्छ। अनि बिहान ऊ निस्किँदा बेडबाट निस्किँदाखेरि उसको वाइफले क्याथीले थाहा पाउँदिन होइन। अनि त्यसपछि ऊ आफू गएर त्यो एक्सिडेन्ट गरिवरी माइकको एक्सिडेन्ट गरिवरी घर फर्किएर आफ्नो बेडमा आफू काहीँ नै नगए जसरी सुत्छ होइन। अनि त्यसपछि सुत्छ अनि सुतेर उठेर अनि आफ्नो ससुरालाई फोन गरेर मैले त डक हन्टिङमा आउँछु भनेको थिएँ, म त यहाँ सुतेछु भनेर फोन गर्छ। अनि पछि अब पुलिसले पनि अब सबै आफ्नो टिजहरू त क्रस गर्नु पऱ्यो नि त, सबै सस्पेक्टहरू कहाँ कहाँ थिए के थिए भनेर त्यो त हेर्नु पऱ्यो। त्यति बेला ब्रायनको पनि एलिबाईहरू लिएका थिए। अनि उसको वाइफलाई सोद्धा उसको वाइफले ऊ ढिला उठेको थियो, हामीसँगै नै थियौँ रातभरि, अनि त्यसपछि ऊ ढिला उठेको थियो र त्यसपछि उसले सुरुमा माइकसँग प्लान बनाएको रहेछ। अनि त्यसपछि ऊ सक्दैन, उठ्न सक्दैन जस्तो गरेर राति फोन गरिदिएछ माइकलाई, आउन सक्दिनँ भनेर। तर बाउलाई चाहिँ क्यान्सल गर्न भ्याएनछ। अनि त्यसपछि बाउकोमा चाहिँ गर्न सकेन, बाउसँग चाहिँ डक हन्टिङ जान सकेन र क्यान्सल गरेँ पनि भन्न सकेन। अनि पछि चाहिँ हामीसँगै फ्यामिली ग्यादरिङमा गएको थियौँ भनेर भन्छन् होइन। उसको त अब सलिड एलिबाई भइगयो। अनि अब डेनिस त त्यो दिन घरमै थिइन्, ऊ त निस्केकै छैनन् होइन। अनि अब डेनिसले मार्ने कुरो आएन। अनि पुलिसले चाहिँ त्यही भएर अब सलिड एलिबाई छ दुवैजनाको, अब कसरी कुन आधारमा चाहिँ यो थिएन, यो मार्न गयो भनेर प्रुभ गर्ने नै केही छैन नि त। तर अब लेट्स गो ब्याक टु द लभ स्टोरी, ब्रायन र हाम्रो खतरा लभ स्टोरी, ब्रायन र डेनिसको लभ स्टोरी है। उनीहरूको बिहा भएको छ होइन। तर अब बिहा भएपछि के हुन्छ भन्दाखेरि त्यति बेला त बिहा आफ्नो दुवैजनाले आफ्नो आफ्नो बिहाको बाहिर सम्बन्ध राखिराखेका थिए, लुकी होइन। त्यतिखेर एकदम रोमान्स पिकमा थियो, डेन्जरको त्यो पुरै भागी समाजसँग लुकी गर्नु परेको होइन, एड्रेनलिन रस भएको थियो त्यति बेला। अनि उनीहरूलाई त्यो डेन्जरले गरेर पनि एक्साइटमेन्ट भएको थियो। अब अहिले त बिहा गरेर बसिसकेपछि त्यो एक्साइटमेन्ट रहेन होइन। अनि त्यसपछि अब दुवैजनालाई भित्र त आफूले त्यस्तो केही गरेको छु भनेर छ र डेनिस त्यो परेपछि चाहिँ डेनिस आफू रेगुलर भन्दा पनि एकदमै नै धेरै भक्तिमा लाग्न थाल्छिन् होइन। त्यो देखेपछि ब्रायन पनि अलि परपर हुन थाल्छ होइन, आफ्नो भक्तिमा र आफ्नो पुरै टाइम चाहिँ आफ्नो छोरीलाई दिने होइन। उसले आफूलाई सामानहरू किन्ने भन्दा पनि आफ्नो त्यो जुन पैसा आएको छ उसको इन्सुरेन्सको, लाइफ इन्सुरेन्सको, त्यो पैसा चाहिँ आफ्नो छोरीमाथि खर्च गर्ने, छोरीलाई एकदमै नै स्पोइल गरेर राखेको जस्तो भनेर भनेका थिए अरूहरूले होइन। कतिको ट्रु हो थाहा छैन, तर छोरीमाथि स्पेन्ड गर्ने उसले मोस्ट अफ द टाइम अनि मोस्ट अफ द मनी। अनि त्यो पैसाको मुख चाहिँ ब्रायनले कहिले पनि देख्नै पाउँदैन र उसलाई त्यो कुरामा पनि रिस उठिरहेको हुन्छ है। अनि त्यसपछि डेनिसले एउटा भेकेसन होम पनि किन्छन्, एकदम खतरा ठुलो भेकेसन होम किन्छन्। अनि त्यसपछि ब्रायनलाई चाहिँ अब त्यो घर किनिसकेपछि चाहिँ हामी घर सरेर त्यो घरमा जान्छौँ, माइकको घरमा बसिराख्दैनौँ र माइकको घरमा नबसिसकेपछि चाहिँ हामीले उसको मेमोरीबाट पनि टाढा हुन्छौँ अनि हाम्रो छुट्टै एउटा संसार हुन्छ भने जस्तो उसलाई फिल भइरहेको हुन्छ। तर कहिले पनि डेनिस त्यो घरमा जाँदैनन् होइन। माइकको लाइफ इन्सुरेन्सबाट आएको मनी, ब्लड मनी जस्तो लाग्छ कि के हुन्छ उसलाई, उनी त्यो घरमा जाँदैनन्। घर उनकै नाममा हुन्छ, त्यो घरमा बस्ने चाहिँ हाम्रो ब्रायन मात्रै हुन्छ। ऊ अब झगडा परिराख्ने हुन्छ डेनिससँग, जहिले झगडा पर्ने। अनि त्यसपछि ऊ रिसाएर त्यो घरमा जाने, बस्दिने। अनि त्यसपछि त्यो घरमा चाहिँ अनि प्रोस्टिट्युटहरू बोलाउने। अनि त्यसपछि ऊ आफ्नो एकदम आफ्नै लाइफ बिताउने पुरै, अनि ड्रिङ्क गरेर दिनरात बस्ने, एकदमै नै देवदास जस्तो भइसकेको हुन्छ जे होस् भनौँ न। तर बेला बेलामा उनीहरू चाहिँ फर्केर आउने हुन्छ ऊ, अनि डेनिसको माया लाग्ने हुन्छ, अनि डेनिसलाई पनि उसलाई ब्रायनको माया लाग्ने हुन्छ। उनीहरूको चाहिँ अनि अन अफ एकदम टक्सिक रिलेसनसिप खालको हुँदैन, तिमी टाढा पनि बस्न सक्दैनौ तर तिमी नजिकै भयो भने पनि झगडा मात्रै गर्छौ, त्यस्तो खालको रिलेसनसिप। अनि त्यसपछि तर उनीहरूको रिलेसनसिपलाई कायम राख्ने भनेको त उनीहरूले गरेको त्यो जुन दुष्कर्म छ, जुन पाप उनीहरूले बिचमा गरेका छन्, त्यो पापले उनीहरूलाई जोडेको छ नि त। तर बिस्तारै अब डेनिसको के हुँदै जान्छ भन्दाखेरि उसले चाहिँ आफूलाई त्यो पापबाट डिसोसिएट गर्न थाल्छ होइन। ब्रायनले जब माइकको बारेमा होइन, त्यो दिनको बारेमा
हामीले यस्तो गऱ्यौँ भनेर भन्यो भने डेनिसले चाहिँ हामीले के गऱ्यौँ र हामीले केही पनि गरेकै छैनौँ भनेर उसले यस्तो डिनायलमा पुगिसकेको हुन्छ कि उसले आफूले केही गरेकै छैन, केही भनेकै छैन र त्यो टपिक आउने बित्तिकै ऊ चाहिँ झर्केर रिसाएर यसको बारेमा मसँग कुरा गर्दैन अगर मलाई केही पनि भन्नु छैन, मलाई बेकारमा त्यो के अरे मेरो पास्ट लाइफ रिलिभ गर्न नलगा भन्ने जस्तो गर्ने हुन्छन्। उसलाई जे होस् उसले दिमागमा चाहिँ मैले यो गरेको छु भनेर उसले पुरै कम्प्लिटली नै इरेज गरिसकेकी हुन्छन् होइन। अब त्यो जब उसले गरेको पाप, उनीहरू दुईजनाले मिलेर गरेको पाप उनीहरूलाई जुनले कनेक्ट गर्थ्यो त्यो नै छैन भने रहेन भनेदेखि उनीहरूको बिचको सम्बन्ध पनि अब एकदमै नै धराप हुँदै जान्छ होइन। अनि त्यसपछि अब त्यस्तै हुँदै पनि उनीहरूको सम्बन्ध चाहिँ 12 वर्ष टिक्छ कि। त्यस्तै हुँदै पनि उनीहरू एक आपसमा आउने, फेरि छुट्टिने, त्यसपछि फेरि एकअर्काको अङ्गालोमा आउने अनि फेरि छुट्टिने, त्यस्तै गर्दै नै 12 वर्ष उनीहरूको सम्बन्ध टिक्छ होइन। तर 12 वर्षपछि चाहिँ उनीहरूको सम्बन्ध त्यस्तो रहँदैन। ऊ घर त्यही आफ्नो त्यो नयाँ बनेको भेकेसन होममा ऐयासी गरेर बसिराखेको हुन्छ र एक दिन डेनिसले उसलाई डिभोर्सको पेपरहरू पठाउँछिन्। अनि त्यसपछि डिभोर्सको पेपर पाइसकेपछि चाहिँ अब ब्रायनको सट्किन थाल्छ। ऊ अब झनै नै धेरै ड्रिङ्क गरिराख्ने, झनै नै धेरै एकदमै मुडी, एकदमै धेरै रिसा त्यस्तो भएर जान्छ। अनि त्यसपछि उसले चाहिँ प्लान बनाउँछ कि आफू गएर अब डेनिसलाई कन्फ्रन्ट गर्छु भनेर होइन। त्यसपछि एक दिन ऊ आफ्नो बन्दुक लिन्छ र बन्दुक लिएर डेनिसको घरमा जान्छ। तर सिधै ऊ घरमा छिर्दैन, ऊ के गर्छ भन्दाखेरि डेनिसको कारभित्र जान्छ अनि त्यसपछि डिक्कीभित्र सुत्छ। ऊ रातभरि पुरै ड्रङ्क भएको हुन्छ होइन। बिहान डेनिस आउँछिन् अफिसको लागि जानको लागि होइन। अनि उनी ड्राइभ गर्न बस्छिन् र ड्राइभ गर्न बस्ने बित्तिकै पछाडिबाट ब्रायन आउँछ बन्दुक बोकेर, उसलाई बन्दुक देखाउँछ। अनि त्यसपछि उसलाई चाहिँ तैँले मलाई डिभोर्सको पेपर किन साइन गरिस्, यदि तैँले मलाई छोडिस् भने हामी दुवैजनाले संसार छोड्छौँ भनेर उसले त्यस्तो धम्की दिन थाल्छ। डेनिस बन्दुक देख्ने बित्तिकै ऊ एकदमै नै तर्सिन थाल्छिन् होइन। अनि त्यसपछि उसले चाहिँ त्यहाँनिर सम्झाउन थाल्छिन् उसलाई, होइन मैले यो एकदमै नै आवेशमा आएर लिएको डिसिजन थियो, म तँलाई छोड्दिनँ, त चिन्ता नगर, तँ जा घर, अनि त्यसपछि त सबै सामान लिएर मेरो घरमा आइज भनेर जसो तसो गरेर बल्ल बल्ल उसलाई फकाएर जान्छन् होइन। ऊ चाहिँ एकदमै नै आँखा रातो भएको, ऊ चाहिँ अब मार्न र आफू मर्न नै आएको थियो जस्तो गरी आएको हुन्छ उसको कारमा। अब ऊ निस्किन्छ कारबाट। ऊ कारबाट निस्किएर जाने बित्तिकै डेनिसले पुलिसलाई फोन गर्छिन् र पुलिसलाई फोन गरेर ब्रायनले मलाई मार्न आएको थियो, यसलाई तिमीहरू समात भनेर पुलिसलाई फोन गर्छिन्। अब पुलिस यत्रो वर्षदेखि कुरिरहेको छन् कि यो दुईजनामा कसले मुख खोल्छ र त्यो दिनको बारेमा, माइकको बारेमा हामीलाई पत्ता लाग्छ भनेर उनीहरूको लागि यो सबैभन्दा खतरनाक ओपनिङ थियो है। त्यसपछि उनीहरू जान्छन्, झ्यापझुप्प पारेर समात्छन् ब्रायनलाई लिएर जान्छन्। अनि त्यसपछि ब्रायनलाई राख्छन् जेलमा। अनि जेलमा राखेपछि उनीहरूको सुरु हुन्छ उनीहरूको केयरकार। उनीहरूले तैँले त्यसलाई मार्न गइस्, एटेम्प्टेड मर्डरको त लाइफ इम्प्रिजनमेन्ट हुन्छ यहाँनिर, तैँले त निस्किन पाउँदैनस् अब जिन्दगीभरि भनेर भन्छन्। अनि उसलाई अब त्यो एकदम टेन्सन हुन थाल्छ कि त्यो अब के गरौँ कसो गरौँ भनेर हुन थाल्छ। अनि त्यसपछि उनीहरूले के भन्छन् भन्दाखेरि, तर यदि तैँले माइक विलियमको लास भेट्टाउन हेल्प गरिस् भने र उसको दोषी को हो त्यसलाई पक्राउ गर्न हेल्प गरिस् भनेदेखि चाहिँ हामी तँलाई सजाय घटाइदिन सक्छौँ भनेर भन्छन् होइन। अनि त्यसपछि उसले वकिलसँग कुरा गर्छ, के गर्छ होइन। अनि त्यसपछि उसले के भन्छ भन्दाखेरि उसले डिल लिन्छ। उसले आफू 20 वर्ष जेल मात्रै जान्छु होइन, लाइफ इम्प्रिजनमेन्ट छोडेर 20 वर्षको लागि जेल जाने भनेर डिल लिन्छ र उसले चाहिँ बक्न थाल्छ। त्यसपछि अब हामी जाउँ माइक विलियम्सको डेथ कसरी भयो त। ब्रायनले आफ्नो अफेयरको कुरा, डेनिससँगको अफेयरको कुरा र त्यो उसलाई मार्ने प्लान बनाएको कुराहरू सबै भन्छ होइन। त्यसपछि उसले भन्छ कि जुन दिन माइक
र ऊ भेट्न गएका थिए। माइक निस्किसकेपछि उसले डेनिसलाई फोन गर्छ अनि त्यसपछि फोनमा चाहिँ उनीहरूको प्लान त्यही रहेको कुरा गर्छ। तर पुलिसलाई भेट्दाखेरि चाहिँ मैले फोन गरेर त्यो क्यान्सल गरेको भनिदेऊ भनेर भन्नलाई फोन गरेको थिएँ भनेर फोन रेकर्डमा राख्नको लागि उसले फोन गरेको हुन्छ। र त्यसपछि ऊ जान्छ भेट्नको लागि माइकलाई र आफ्नो ट्रक लिएर जान्छ। ऊ माइकको पनि ट्रक हुन्छ अनि त्यसपछि उनीहरू गएर लेकमा जान्छन्। अनि लेकमा गइसकेपछि उसले माइकलाई बिचमा लैजान्छ अनि त्यसपछि उसले माइकलाई फालिदिन्छ होइन, लेकमा फालिदिन्छ, त्यो भनेको हुन्छ। र यसको अरू डिटेल बिस्तारै दिउँला होइन। त्यसपछि उसले चाहिँ माइकलाई कहाँनेरि गाडेको छ भनेर भन्दाखेरि उसले चाहिँ त्यो लेकको छेउमा गाडेको हुँदैन माइकलाई। माइकको लास उसले त्यो लेकबाट लिएर गएर ड्राइभ गरेर कति माइल पर अर्कै ठाउँमा एउटा डेड एन्डमा त्यो बोट राख्ने ऱ्याम्प भएको एउटा लेकको अर्को एउटा लेकको छेउमा गएर राखेको हुन्छ है। अनि त्यसपछि उसले त्यो ठाउँमा लैजान्छ। उनीहरूले त्यो ठाउँमा खन्छन् र खनिसकेपछि चाहिँ माइकको लास भेटिन्छ र माइकको लासमा चाहिँ माइकको लास भेटिँदाखेरि चाहिँ उसको टाउकोमा एउटा यत्रो ठुलो भुहाङ परेको हुन्छ। के भएको हुन्छ भन्दाखेरि ब्रायनले माइकलाई उसको बोटबाट उनीहरू कुरा गरिराखेका हुन्छन् डक हन्टिङ गर्न, डकलाई खोज्दै अब ठक्क लेकको बिचमा पुगेका हुन्छन्। त्यसपछि मौका छोपेर के गर्छ भन्दाखेरि ब्रायनले माइकलाई तल धकेलिदिन्छ होइन। तर माइक के गर्छ भन्दाखेरि माइक स्विम गरेर चाहिँ त्यहाँ छेउमा एउटा ठुलो काठको के भन्छन् त्यसलाई, त्यो ठुल्ठुलो रुखहरू हुँदैन, रुखहरू काटेर ढलेको रुखहरू, त्यसको मुढा हुँदैन, तल जराबाट मुढा आएको छ, माथिसम्म लेकको माथिसम्म आएको छ, तर त्यसको माथिको पार्ट छैन, रुखको त्यो डाँठहरू पातहरू केही छैन, त्यो मुडो मात्रै, जरासहितको मुडो मात्रै, त्यो स्टम्प भएको जुन हुन्छ उसले त्यो भेट्टाउँछ र माइकले त्यो समात्छ होइन। र त्यो समातेर हेल्प हेल्प भनेर भन्न थाल्छ। अनि ऊ चिच्याएको देखेपछि ब्रायन प्यानिक हुन्छ। त्यसपछि उसँग डक हन्टिङ गर्ने जुन सर्टगन हुन्छ उसले त्यो सर्टगन लिएर नजिकै जान्छ माइकको छेउमा अनि माइकको मुख नेरी नै ताकेर गोली हानिदिन्छ। अनि त्यसपछि इन्स्टेन्टली माइकको गिदी आफ्नो उसको टाउकोबाट बाहिर निस्किन्छ, टाउकोमा यत्रो ठुलो भुहाङ पर्छ र माइकको डेथ हुन्छ। उसले त्यसपछि माइकको बडीलाई आफ्नो ट्रकमा राखेर अनि त्यसपछि लिएर अर्को ठाउँमा गएर गाड्छ। अनि त्यो गाडी राख्दाखेरि एउटा अर्को मान्छे पनि भेट भएको हुन्छ, तर उसले गाडी राखेको भनेर देखेको हुँदैन र उसँग गफ गर्छ नर्मली, कहाँ जान लागेको भन्दा यहाँ जान लागेको भनेर भनेको पनि हुन्छ, कुरा पनि गरेको हुन्छ। र त्यो मान्छेले पनि पछि पुलिसले बयानहरू लिँदाखेरि ऊ मान्छे पनि आएको हुन्छ, हो त्यो भएको थियो भनेर। र उसले चाहिँ के भन्छ भन्दाखेरि डेनिस र उसको प्लान हुन्छ कि यदि ऊ पानीमा लग्ने होइन, पानीमा अनि धकेलिदिने, अनि यस्तो ठाउँमा धकेल्ने कि अब उसले अलिकति छटपटियोस् होइन, अनि छटपटिँदै ऊ तल जाओस् होइन, डुबोस्। अनि त्यो गरिसकेपछि त डुब्यो भने त त्यो त भगवान्ले डुबाइदिएको भयो होइन, त्यो मरेको भयो। र उसले आफूले गोली हानेको त्यो डिटेलहरू डेनिसले उसलाई कहिले पनि सोधेकी हुँदैनन्, कसरी मारिस् के गरिस् भनेर उसले कहिले पनि भनेको हुँदैन। काम भयो, काम सकियो, खेल खतम, पैसा हजम। र त्यसपछि पुलिसले डेनिसलाई गएर समात्छन्। अनि त्यसपछि डेनिसले त अब आफूले क्राइम गरेको होइन, मैले यसलाई लगाएको पनि होइन, म इनोसेन्ट छु भन्ने उनले सबै चिज गर्छिन् होइन। तर अब त्यो केस अदालतमा पुग्दाखेरि चाहिँ जजले त्यति बेला जुरीलाई के भन्छ भन्दाखेरि उसलाई यदि गिल्टी पार्ने हो भने कि त फर्स्ट डिग्री मर्डरकै गिल्टी पार होइन, यदि होइन भने चाहिँ सबै चिज यसले गरेको होइन भनेर पार, कि त यसलाई फर्स्ट डिग्री मर्डरै पार भनेर भन्छ। अनि फर्स्ट डिग्री मर्डर गरेर उसलाई चाहिँ आजीवन जेलको सजाय हुन्छ। अनि त्यसपछि आजीवन जेलको सजाय हुन्छ। अनि उनले 2020मा अपिल पनि गर्छिन्। सो सन् 2000को डिसेम्बरमा माइक विलियमको डेथ हुन्छ र 2017मा चाहिँ बल्ल पुलिसलाई थाहा हुन्छ कि पुलिससँग सबुत हुन्छ कि ब्रायन र डेनिस मिलेर
उसलाई मारेका हुन् भनेर। र उसले कोभिडको बेलामा अपिल गरेकी हुन्छन् र अपिल गर्दाखेरि जजले फर्स्ट डिग्री मर्डर चाहिँ हटाउँछ, तर उसको सेन्टेन्स चाहिँ हटाउँदैन। जति वर्ष जेलमा बाँकी हुन्छ त्यति वर्ष काट्नै पर्छ भनेर भनेको हुन्छ। र यो सबै श्रेय चाहिँ कसलाई जान्छ भन्दाखेरि सेरिल विलियम्सलाई। यदि उसले त्यो केस क्लोज गरेर रिओपन नगरेको बेलासम्म उसले कन्स्टेन्टली आफ्नो समाज, आफ्नो गभर्नर, आफ्नो पुलिस, आफ्नो पत्रिकाहरूमा कन्स्टेन्टली उसले भनेको भने संसारले पागल 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 आमा भनेर भन्नुन्जेलसम्म पनि उसले गरेको गरे नगरेको भएदेखि यो केस कहिले पनि रिओपन हुँदैन थियो। उसले गभर्नरलाई पठाएको चिठी कति 2000 कि कतिवटा चिठी पठाएको, त्यो नम्बर छ मलाई एक्ज्याक्टली थाहा छैन, तर हजारौँमा छ। उसले त्यति 1000वटा चिठी उसले गभर्नरलाई पठाएकी हुन्छन्। र यो एउटा आमाको के भन्ने त्यसलाई इन्टुइसन भनौँ या उसको ढिटपनाले गर्दाखेरि चाहिँ यो केस सल्भ भयो भनौँ न। सो पब्लिक अवेरनेस, यस्तो मर्डर केसहरू यदि कतैतिर क्राइम भइराखेको छ भनेदेखि र यदि तपाईँले यो भइहाल्छ, यो आफै सल्भ भइहाल्छ भन्ने सोच्नुभन्दा पनि आफ्नै घरमा केही भइरहेको छ या आफूले चिनेको ठाउँमा केही भइरहेको छ भने अवेरनेस फैल्याउनु पनि इट्स एज इम्पोर्टेन्ट एज सल्भिङ द मर्डर होइन। किनकि कति चिज पुलिसहरूले र मोस्टली प्रोसिजरलमा जे जान्छ पुलिस प्रशासन यिनीहरू जे हुन्छ यिनीहरू भनेको के हो, यो ब्युरोक्रेसी त हो नि। यिनीहरूलाई चाहिँ मोस्ट इजिएस्ट वेमा जे रेजोल्युसन निस्किन्छ सबै कन्भिन्स हुने त्यो रेजोल्युसन निकाल्नु हो, अनि त्यसपछि आफ्नो म्यान आवर घटाउनु हो। उनीहरूको मेन एम्बिसन भनेको उनीहरूको केस क्लोज गर्नु होइन। सबैभन्दा मोस्ट एफिसियन्ट मोस्ट इजिएस्ट पाराले केस क्लोज गरिदिनु उनीहरूको एम त्यही हो। त्यही भएर यदि कोही हराएको कुनै क्राइम भएको छ भने पेटिसन साइन गर्नु छ, कतै प्याम्पलेटमा साइन गर्नु छ, के गर्नु छ भने मेरो एउटाको साइनले के हुन्छ भन्ने होइन, डु इट होइन। पेटिसन साइन गर्नुहोस्, अगाडि गएर कोर्टमा गएर देखा पर्नु नै मात्रै छ भने पनि यो केस मलाई इम्पोर्टेन्ट छ भनेर गर्नु नै मात्रै छ भने पनि त्यो पनि गर्नुहोस् इफ यु हेभ टाइम। सो त्यति भन्दै मेरो अन्तिमको बाठो भइस् न यसपालि भनेर भन्नु होला। सो त्यो मेरो अन्तिमको 2-4 शब्द यहीँ टुङ्ग्याउँदै आजको एपिसोड यहीँ सकाउँछु होइन। धेरै पछि आइयो। स्पोटिफाईमा 1000 स्ट्रिम्स भइसकेछ होइन। सो थ्याङ्क यू भेरी मच। त्यसले पनि मलाई अलिकति मोटिभेसन दियो यो नयाँ एपिसोड राख्नको लागि होइन। यस्तै स्ट्रिम गरिराख्नु, कमेन्ट्स गर्न सक्नुहुन्छ भने कमेन्ट पनि गर्नु, सब्सक्राइब गर्नु, त्यसले एकदम धेरै अलि फ्युल दिन्छ कि होइन। मैले अब यो केसको स्टडी गर्नको लागि यो केसमा एउटा बुक छापिएको छ, गिल्टी क्रिएचर्स भन्ने, मिकिता ब्रटम्यान ले लेखेकी हुन्। एकदम मजाले डिटेलमा लेखेको छ होइन। एकदम एकछिन पनि बोर लाग्दैन त्यो बुक पढ्दाखेरि। मोस्ट अफ द मेटेरियल त्यही बुकबाट आएको हो। अरू भनेको यस्तै न्युजहरू, त्यति बेलाको न्युज क्लिपिङहरूबाट लिएको हो। सो यस्तै एपिसोडको साथै म छिटै नै आउनेछु होइन। कहिले एक्ज्याक्टली भन्न सकिँदैन होइन, कहिले निन्द्रा पुगेको हुँदैन यार, दिउँसो सुत्नुपर्ने हुन्छ, रेकर्ड गर्ने टाइम हुँदैन। अब नयाँ बच्चा भएपछि त्यस्तै हो। अब जहिले सक्छु ल्याउँछु होइन। बट स्टे ट्युन्ड इन एन्ड किप रकिङ।